रमाइलो घमाइलो दिनमा हामी पुग्यो कालेबुङ। म ग्यान्टकमै थिएँ अनि यसो सानो घुमघामको सल्लाहसँगै हामी सिक्किमबाट कालेबुङतर्फ लाग्यो अनि हाम्रो गन्तव्य थियो केकेआरएसएस यानि कि किरात खम्बु राई सांस्कृतिक संस्थान जिल्ला समिति कालेबुङद्वारा आयोजित साकेला उभौली उत्सव। डेलो नजिकै रहेको माङखिम परिसरमा यो कार्यक्रम भइरहेको थियो अनि हामी पुग्न बित्तिकै त्यहाँको माहौलले मन नै रमाइलो बनायो। धेरैजनालाई परम्परागत वेशभूषामा हामीले सजेको देख्यौँ अनि विभिन्न प्रकारको सांस्कृतिक प्रस्तुतिहरू पनि भइरहेको थियो। धेरैजना सहभागी बन्न भएको थियो। त्यहाँ पुगेर हामी यसो वरिपरि घुमघाम पनि गऱ्यौँ अनि हामीले माङखिमको दर्शन पनि गऱ्यौँ। त्यसैबीच वाचिपा नाना भनेर चिन्नुहुने मनिता नानाले हाम्रो लागि वाचिपा ल्याइदिनु भयो। यस्तो कार्यक्रममा एउटा राम्रो पक्ष मलाई के लाग्छ भने हामी धेरैजनालाई भेट्न पाउँछौँ, एउटा राम्रो अवसर मिल्छ अनि गफगाफ गर्ने मौका पनि पाइन्छ अनि यहाँ पनि त्यस्तै नै भयो। अनि कार्यक्रम हेर्दै वरपर घुम्दै मेलामा राखेको केही सामानहरू किनमेल गर्दै समय बित्न थाल्यो। अनि यो कार्यक्रम डेलोको छेउमा भएकोले गर्दाखेरि हामी एकछिन डेलो पनि पुग्यौँ। त्यहाँ पनि हामी घुमघाम गऱ्यौँ अनि यसरी दिनभरिको रमाइलो कार्यक्रम भेटघाट संस्कृति र सम्झनाहरू बोकेर हामी बिस्तारै फर्कियौँ।